मेरो नाम मैया मगर हो। म मोरङ उर्लाबारीमा बस्छु। अहिले म 20 वर्षको भएँ। सानैदेखि मलाई चिकाइमा साह्रै रुचि थियो। 13 वर्षको उमेरमै सेक्स स्टोरी, नेपाली यौन कथा आदि पढ्न र हस्तमैथुन गर्न थाले। कुरा आजभन्दा 1 वर्ष अगाडिको हो। मेरो घर कटेर 4-5 वटा घरपछि दिपा भाउजूको घर आउँथ्यो। 2 वटा बच्चाको आमा भए पनि लास्टै बुलेट थिइन्। बुढा विदेश गएको 4-5 महिना भएको थियो। पहिले त मसँग सामान्य बोलचाल मात्र गर्ने दिपा भाउजू एकाएक मसँग निकै जिस्किने उत्रिने गर्न थालेका थिइन्। उनलाई बोका यौन चाहिएको त्यो सिङ्गल मैले राम्रोसँग बुझेको थिएँ। त्यसैले म पनि सही मौकाको पर्खाइमा थिएँ। त्यसैमा एक दिन छेउको गाउँमा बिहे आयो। रातिको बिहे थियो। तपाईहरूलाई थाहा नै छ, रातको विवाह रमाइलो हुन्छ। हामी त्यहाँ पुग्दा सबैजना आफ्नो तालमा रमाइलो गरिरहेका थिए। बुढापाकाहरू मदिराको जोसमा यानी माया भाकामा गीत गाउँदै थिए। हामी चाहिँ अलि नजिक बसेर जाँट खाँदै रमाइलो गर्दै थियौँ। केही बेरपछि अलिक सुनसान हुँदै गयो। यसो घडी हेरेको बिहानको 3:37 भएको रहेछ। त्यसैले हामी पनि अब सुत्न फर्किने सुरुमा थियो। त्यतिकैमा दिपा भाउजू पनि फर्किँदै रहेछिन्। रातको बेला जङ्गलको बाटो, त्यसैले दिपा भाउजू पनि हामीसँगै फर्किने निधो गरिन्। दुवैको आहारा भगवानले पुर्याउँछ भन्ने झैँ हामी सँगै फर्क्यौँ। मङ्सिर महिनाको जाडो निकै नै हुने गर्छ। सो मलाई जाडो त त्यति भएको थिएन। दिपा भाउजूलाई जवानीको अगाडि निकै जाडो भएको आभास हुन थाल्यो। त्यसैले मैले दिपा भाउजूसँग अनुरोध गरेँ, भाउजू निकै जाडो भयो, मलाई पनि पछ्यौरी ओढाउनु न। पहिले दिपा भाउजू मान्नु भएन, तर मैले नै अलि जिद्दी गरेँ पछि नै भन्नु भएन। त्यसपछि दिपा भाउजूको पछ्यौरी ओढेपछि अँगालो हारेर हिँड्यो। बिस्तारै मैले दिपा भाउजूको दुधमा हात पुर्याएँ, तर उहाँले अलि अप्ठ्यारो मान्ने झैँ गरिन्। मेरो हात हटाइदिनु भयो। पछि एकछिनपछि मैले हात पहिलेकै ठाउँमा पुर्याएँ। यसपालि दिपाले गुनासो गरिनन् र बिस्तारै उहाँको दुध मार्दै हिँडे। कति आनन्द आइरहेको थियो साँच्चै। उहाँको गोलो गोलो दुध एक हातमा अटाउन अलि गाह्रो थियो। उहाँको हिप क्या दामी लचक लचकिने खालको। यसो हेर्दा पनि भाइ सन्केर आउने खालको थियो। लगभग हामी आधो बाटो पार गरिसकेका थियौँ। मैले उहाँको दुध निकै मजाले मार्दै थिएँ। त्यसैले उहाँलाई पनि सेक्सको नसा चढ्दै थियो होला। बेला बेलामा त्यो लचकिने हिपमा तिरै ठोकाउन हुन्थ्यो अनि मैले इसारा बुझिसकेको थिएँ। मैले उहाँलाई हिँड्दै गर्दा किस गरिदिएँ। उहाँ अलि रिसाए झै गरिन्। छ्या, के गरेको छि गर्दै मिठो नाटक गर्नुभयो। यतिकैमा हामी घर नजिकैको बारीमा आइपुगेको पत्तै भएन। हामी छुट्नुपर्ने थियो। त्यसैले मैले दिपा भाउजूलाई, भाउजू एकछिन यहीँ बसौँ न। प्रति उत्तरमा उहाँले किन बस्ने भनिन् अनि मैले यत्तिकै भने। फेरि उहाँले यत्तिकै किन बस्ने, जान्छु भन्नुभयो। फेरि मैले हातमा समातेर तानेको दुवैजना गाउँबारीमा लग्यो। म तलतिर, दिपा भाउजू मेरो माथि ठोक्किन आउनुभयो। उहाँको त्यो विकासे दुध मेरो आँखा सामुन्ने ठोक्केला झैँ गरी हल्लियो। त्यो देखेर झन् म आफूलाई सम्हाल्न नै सकेन। त्यसपछि फेरि ती पोजिसनमा किस गरिदिए अनि दुध मार्दै दिपा भाउजूलाई तल पारे। म उहाँको माथि भएँ अनि निकै बेर टङ किस दिएँ। मैले त्यति गर्दासम्म उहाँले केही प्रतिक्रिया नजनाए। पछि त्यही गाउँबारीमा लुङ्गी माथि सर्काएर कट्टु खोल्न भनी हात कट्टुमा पुर्याएको त योनी चिप्लो पानीले भिजिसकेको रहेछ। हातमा चिप्लो पानी पो लाग्यो। त्यसपछि त झन् जोस बढ्यो अनि यता हातले उहाँको दुध खेलाउँदै एउटा हातले मेरो सुरुवाल खोले। बिस्तारै उहाँको दुध चुस्न थाले। उहाँ दुवै आँखा बन्द गरेर मेरो इन्तरजाम मौन रहिन्। केही बेर मैले उहाँको त्यो दुध मजाले चुसे, खेलाएँ अनि टङ किस दिँदै उहाँको कट्टु पनि खोलेर वारीतिर फालिदिए। मेरो साथ लामो मोटो ठाडो ठन्केर पहाड नै उछेट्ला जस्तै भइसकेको थियो। त्यसपछि दिपा भाउजूको त्यो पुतीमा मेरो लाडोको टुप्पो लगेर बिस्तारै घोचेको दिपा भाउजूले निकै लामो सास तानिन्। फेरि अलि बल गरेर दिपाको पुतीमा यौन कथा पढे जस्तै गरी छिराउन खोजेको चिप्लेर तलतिर पो गएछ लाडो त। फेरि दिपा भाउजूको दुवै खुट्टा अलि फटाएर फेरि पुतीमा लाडो हालेको सहाराले तर्साए। जोरसँग हालिदिएको त दिपा भाउजू पुती
भित्रै पुग्ने गरी मेरो लाडो छिर्यो। दिपा भाउजू चमक चमकिनु भयो। त्यसपछि मलाई पुरै स्वर्गमा पुगे झै आभास हुन थाल्यो। दिपाको पुतीमा जति जति मेरो लाडो बाहिरभित्र गर्थ्यो त्यति मजा आइरहेको थियो। दिपाले पनि आँखा चिम गरेर तलबाट उत्तिकै चाक उचाली उचाली मलाई साथ दिइरहेकी थिइन्। जति मैले माथिबाट स्पिडका साथ चिकेको थिएँ, करिब 5-6 मिनट पछि मेरो लाडोबाट सबै माल दिपाको भाउजूको पुतीभित्रै झऱ्यो। आनन्दको स्वर्गमा पुगियो। लगभग 2 मिनट जति म दिपा भाउजूको माथि नै रेस्ट गरेँ अनि फेरि चिक्न थालेको त दिपा भाउजूको पुती पुरा क्वाच 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 आवाज आइरहेको थियो। म त्यति स्पिड चिक्दै जान्थेँ त्यति नै दिपा भाउजूको पुतीको आवाज सुनिन्थ्यो। कोच कोच च्वाक 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 च्वाक। दिपा भाउजूको श्वास पनि निकै बढ्दै थियो। म जति चिक्छु त्यति नै उहाँको श्वास स्वाँ स्वाँ हुन्थ्यो। यसपालिको चिकाइमा चाहिँ निकै पसिना छुटिसक्दा पनि मलाई झर्न गाह्रो भइरहेको थियो। त्यही पनि म आफ्नो तेज गतिलाई अझै बढाइरहेका थिएँ भने दिपा भाउजूको दुध पनि निकै नै